के तपाईहरुले पनि कालिचोक हाइड्रो पावर लिमिटेड को आईपीओ भर्नु भएको थियो र अहिले सोच्दै हुनुहुन्छ कि यसको रिजल्ट कहिलेसम्म आउँछ त, किनकि अब सोपन फार्मास्युटिकल को पनि आईपीओ आइराको छ। त्यसै कारणले चाहिँ यसको पैसा आइसके चाहिँ सोपन फार्मास्युटिकल को आईपीओ भर्ने सोचिराख्नु भएको छ भने यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। आजको यो भिडियोमा चाहिँ हामीहरु जान्ने छौं कि कालिचोक हाइड्रो पावर लिमिटेड को आईपीओ को रिजल्ट कहिले आउँछ, यसको आईपीओ कहिले बाँडफाँड होला त। यसको आईपीओ को बारेमा कुरा गर्यौं भने चाहिँ कालिचोक हाइड्रो पावर लिमिटेडले चाहिँ आफ्नो आईपीओ जेनरल पब्लिकलाई चाहिँ चैत्र 22 गतेदेखि 25 गतेसम्म यसले आफ्नो आईपीओ निष्कासन गरेको थियो, जसमा टोटल संख्याको कुरा गर्ने भने चाहिँ टोटल किता चाहिँ 6,84,750 किता यसले निष्कासन गरेको थियो। सर्वसाधारणको लागि चाहिँ टोटल अमाउन्टको कुरा गर्ने भने चाहिँ 6,84,75,000 यसले 75,000 को लागि यसले निष्कासन गरेको थियो। र सेक्टरको कुरा गर्ने भने चाहिँ सेक्टर चाहिँ हाइड्रो पावर रहेको छ भने यसमा चाहिँ तपाईले मिनिमम 10 किताको लागि एप्लाई गर्नु पर्थ्यो भने यसमा यसको अंकित मूल्य चाहिँ 100 रुपैयाँ रहेको थियो, यानी कि 1000 रुपैयाँमा तपाईले यसको आईपीओ भर्न सक्नुहुन्थ्यो। त्यसरी यसको इस्यु म्यानेजर चाहिँ आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। त्यसरी अब कुरा गरौँ यसको आईपीओ कहिलेसम्म बाँडफाँड होला त। बाँडफाँडको कुरा गर्ने भने चाहिँ यसको बाँडफाँड चाहिँ वैशाखको 5 गतेदेखि 7 गते भित्र यसको आईपीओ बाँडफाँड हुनेछ। तपाईले 5 देखि 7 गते भित्रमा चाहिँ तपाईले यसको आईपीओ को रिजल्ट हेर्न सक्नुहुनेछ। त्यसरी यसको आईपीओ को कुरा गर्यौं चाहिँ यसमा चाहिँ किता एकदमै कम भएको कारणले चाहिँ यसको आईपीओ चाहिँ केवल 68,475 जनालाई 10 किताको दरले पर्नेछ, अरूको हात चाहिँ खाली नै रहनेछ। र यदि तपाईहरुलाई यसको आईपीओ हात पर्छ भने तपाईहरुलाई यसको आईपीओ अलर्ट हुन्छ भने चाहिँ तपाईले यसबार चाहिँ 10,000 भन्दा माथिको प्रॉफिट लिन सक्नुहुनेछ। आई होप तपाईलाई भिडियो मन परेको होला। भिडियो मन परेको छ भने भिडियोलाई लाइक गरिदिनु होला। यस्तै शेयर मार्केट रिलेटेड भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरी यदि तपाईहरु फेसबुक पेजबाट हेर्नुहुन्छ भने फेसबुक पेजलाई पनि फलो गर्न नबिर्सनु होला। थ्यांक्स फर वाचिङ। जय नेपाल।